हेलो नमस्ते। आज म तपाईँहरूलाई एउटा टिकटकको बारेमा चाहिँ सानो एउटा लुकेको कुरा सिकाउन गइरहेको छु। हामी सबैले चाहिँ देखिरहेको हुन्छौँ नि टिकटकमा प्रोफाइल भ्यू भन्ने, होइन? फलानुले मेरो प्रोफाइल हेऱ्यो, मैले हेरेको उसलाई पनि देखाउँछु होला, म यसको प्रोफाइल हेर्दैन भन्ने हुन्छ नि, उसले मलाई हेरिरहेको रहेछ यार भन्ने हुन्छ नि। अब यहाँनिर न त उसले हेरेको तपाईँले देख्नुहुन्छ, न त तपाईँले हेरेको उसले देख्छ। यो चाहिँ एउटाले एकातिर अफ गऱ्यो भने चाहिँ दुवैतिर देखिँदैन है। त्यो कुरा म सिकाउन गइरहेको छु। जस्तै तपाईँले त्यसको लागि सुरुमा त टिकटक चाहिँ खोल्न पऱ्यो, होइन? अनि टिकटक खोलिसकेपछि कहाँ जाने भनेपछि सुरुमा अन्त कहीँ जाने यहाँ जाने हो, प्रोफाइलमा जाने, होइन? प्रोफाइलमा गइसकेपछि यहाँनिर माथिको 3वटा लाइन छ नि, हो यो 3वटा दर्गामा क्लिक गर्नु होला। अनि सेटिङ एन्ड प्राइभेसीमा क्लिक गर्नु होला, होइन? यहाँबाट गइसकेपछि फेरि प्राइभेसीमा क्लिक गर्नु होला। अनि त्यसपछि यहाँनिर तल गइसकेपछि के गर्नु होला भनेपछि प्रोफाइल भ्यू भनेर 2वटा खुट्टा चित्र जस्तो देखिन्छ। तपाईँको प्रोफाइल भ्रमण गर्ने हो नि त, होइन? प्रोफाइल भ्यू भनेर देखाउँछ। यहाँनिर गएर क्लिक गरेपछि यसलाई प्रोफाइल भ्यू हिस्टोरी अन छ, होइन? यसलाई अफ गरिदिनु भयो भने तपाईँले कसको प्रोफाइल हेर्नु भएको छ भन्ने कुरा चाहिँ यसरी यसलाई अफ गरिदिनु भयो भने कसको प्रोफाइल हेर्नु भएको छ अथवा कसले तपाईँको प्रोफाइल हेरेको छ भनेर चाहिँ तपाईँलाई पनि देखाउँदैन, अनि तपाईँले हेरेको पनि अरूलाई देखाउँदैन। जस्तो यहाँबाट देखिन्छ नि त कसले हेर्दो रहेछ नि त तपाईँको भनेर मैले अफ गरेको छु, अहिले त्यही भएर चाहिँ देखाएन है। यसरी चाहिँ तपाईँले यो सेटिङ बनाएर मजासँग चाहिँ आफूलाई राम्रो लाग्ने मान्छेको प्रोफाइल हेर्न सक्नुहुन्छ साथीहरू। ल, भिडियो कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। कमेन्ट बक्स खुल्लै छ। मन पऱ्यो भने आफ्नो साथीहरूलाई पनि यो भिडियो सेयर गरिदिनु होला, ताकि यो भिडियो चाहिँ कसरी गर्ने भनेर कसैले सोध्यो भने ल यो म भिडियोको लिङ्क पठाइदिन्छु साथी, यो हेरेर गर है त भनेर। ओके, बाई बाई।